हेलो गाइस, हाम्रो मिनी भ्लगमा हजुरहरूलाई स्वागत छ हैन। आज चाहिँ हामी यहाँ हाम्रो घरमा बस्ने आन्टीलाई हामी प्राङ्क गर्दैछौँ गाइस हैन। आन्टीको रियाक्सन कस्तो हुँदो रहेछ गाइस, हेरौँ हैन। ल है त गाइस, हाम्रो दिदीले चाहिँ आन्टी के गर्नु भएको? घुम्न कहाँ जाने? घुम्न कहाँ जाने? घुम्न कहाँ जाने? कहाँ जाने? कहाँ जाने भन्छु? घुम्नकै घुम्न। खूब झुक्क्याउँदै बस्दै भनेर लाने चाहिँ होइन जाने यस्तो गर्नु कस्तो 10 मिनट कहाँ हुन्छ त? गर्नु ल यसो गर्नु सक्दिनँ है यस्तो छिटो 1 ए टाइम स्टार्ट भइसक्यो या 1 कतिको सक्दो रहेछ छिटो अनि घुम्न जाने 1 गो टाइम सुरु भयो 1 10 यसो गर्नु के यसो गरिराख्नु के मैले 10 गर्नु दिएछम ल तपाईँलाई के देखिँदो छिटो त तपाईँलाई के देखिँदो रहेछ 1 यसमा हेर 2 2 3 यसो गरिराख्नु के यसो गरिराख्नु के 10 मिनेट त्यो मान्छे मर्दाखेरि सो के बनाउँछ नि हो त्यो सार्ने क्या 1 के देख्नु हुँदो रहेछ ल अलि होइन के पनि देख्दैन तारा देख्नुहुन्छ बस्नु न अरे भो त्यस्तो देखाउन त मलाई डर लाग्छ है ओइ त्यस्तो केही हुँदैन के ल ल आउनु न अलिक गर हो त ल 1 गो 1 2 3 4 5 रियाक्सन त्यस्तो भइसक्यो गाइजहरू हेर्नु होला होइन के देख्नु भयो तारा देख्नु अघि होइन गाइजहरू हाम्रो चाहिँ एकदमै रमाइलो ए यिनीहरुलाई त उको रहेछ भिडियो पो बनाएको के देख्नु भयो गाइज बिचरा आन्टीहरूलाई त्यही तारा देख्नु भयो अलिक मजाले भिज्नु भएन के छ्या डिजे हाँसेर मरेर हालिसक्नु भयो के भयो गाइज हाम्रो आन्टीलाई प्राङ्क चाहिँ भइसक्यो गाइज होइन अझै नि हाल्ने अरे ल अब त्यो भयो भयो ल होलीमा त्यसो गर्नुपर्ने रे आन्टी आन्टी उहाँको भएन पनि त्यसै गर्नुपर्छ ल यहाँको भएर पनि त्यसै गर्नुपर्छ ल कोही कतिखेर आउँछ अनि ल गाइजहरू हाम्रो हाम्रो के अरे प्राङ्क चाहिँ सक्सेस भइसक्यो गाइजहरू होइन हामी चाहिँ हिँड्यौँ अब हामी चाहिँ लाग्यौँ है घरभित्र